आज चाहिँ हाम्रो पूजा छ यता छेन्ताङ देवीमा आएको आफ्नै आफ्नै कामको सुरसारमा यता अर्कै ग्रुपको हुनुहुन्छ यता हाम्रो राई ग्रुपको अब पाकिसक्यो अनि यो सकेपछि अब के भन्छ बोकाको मासु पकाउनु छ यता एक भाडो पकाइसक्यो अब यो पनि पाक्यो हाम्रो चाहिँ यहाँ माथि बोकाको मासु बनाउँदै यो त अर्कै ग्रुप थुप्रो छन् हाम्रो ग्रुपहरू यहाँ हाम्रो दाजु काट्नु हुँदैछ यता हाम्रो चाहिँ अब सक्न लाग्यो अब यता हाम्रो मासु चाहिँ कटिङ हुँदैछ यहाँ माथि मामा आफ्नै काममा यहाँ मेरो बुढु थैली हो यो के हो बुढु पैसा लाउने थैली जस्तो देख्दैछ त हो सौजन यो चाहिँ सौजनलाई ठिक्क यो पैसा लाउने थैली एकदम रमाइलो भइरहेको छ आजको हाम्रो पूजा अब फेरि यहाँको हाम्रो योहरू लगेर के भन्छ यसलाई होमाङ्सा यहाँ लानु पर्नेछ तल अनि तल चढाएर मात्र हामी खानुपर्छ हामीले खानु पाउँछौँ पहिला चढाउनु पर्छ तल एक टोप्रा रेडी भइसक्यो अब यो अर्कै टोप्रा यो चोखो यो चढाउनको लागि रेडी भइसक्यो यो खानको लागि होला सायद अब हाम्रो काम सकिन लाग्यो अब दाजुले मासु काटिसकेपछि पकाए भुटेपछि अनि हामीले यो के भन्छ यो चोखो टोप्राबाट लगेर तल चढाउनु पर्छ अनि आएर हामी खाना खान्छौँ अनि सुत्छौँ पाकिसक्यो यता नि धरान 15 को ग्रुपहरू हुनुहुन्छ हाम्रो दाइहरू दिदीहरू यतातिर हाम्रो यतातिर उहाँहरूको थुप्रो छौँ आज 2 ग्रुपको छौँ धेरै छौँ यता गर्मी भएर है अघि चाहिँ कति धेरै जाडो भइरहेको थियो अहिले चाहिँ गर्मी भएर यिनीहरू सबै खोलेर फ्यालिदिनु जस्तै भइरहेको छ अब यसको काम सक्यो चलाइराख्नुपर्छ नि त यो अन्डा डढी जान्छ फेरि हाम्रो राईको संस्कार संस्कृति यस्तो छ बिहे सकेपछि यसरी देवी देउतामा हिँड्नुपर्छ रे हाम्रो ससुरा बुवा आमा जेठाजु दाजु धेरैजना आएको छु 8 जना अनि हामी चाहिँ भोलि बिहान फर्किन्छौँ किन बोजू सुत्नु हुँदैछ